दिदीले एक रास तेलमा चाहिँ भात बुट्दैछ साथीहरु। हामी यति लाउँछौँ, दिदीले त ठ्याक्कै यो कराईको आधी थियो के। ल भात ताल्यो, तीमाथि अन्डा हाल्यो यार। तेल त अत्याधिक, तेल प्रेमी हाम्रो दिदी, तेल प्रेमी। चाइनिज दिदी तेल प्रेमी हो हैन। कत्रो तेल हाल्यो भने नि अन्डा पनि 10-12 वटा हाल्यो, तेल पनि हाल्यो, तर तेल चाहिँ अत्याधिक भयो के, त्यत्रो तेल चाहिँदैन। ल बोडी काट्दैछ, ठ्याक्कै धोइ पनि राम्रो छैन, ठ्याक्कै पानीमा हाल्यो, त्यहाँदेखि लु काँचै बोडी हाल्यो। भात भुट्ने तरिका अरे साथीहरु, धुले खोर्सानी हाल्यो, खोर्सानी बिनाको सब्जी हुँदैन, कुनै चिजै हुँदैन चाइनिजहरुको। कतिले त चाइनिजले त त्यो खोर्सानी पिरै खान सक्दैन भन्थ्यो, बन्दकोपी के गरौँ। ल ठ्याक्कै चारो काट्यो यार। हाम्रो बरु नेपालमा कुखुराहरुलाई त्यो दिन्छ नि, बन्दकोपीहरु काटेर अलिक मजाले काट्छ होला क्या, दिदीको त छैन। खोर्सानी कति खाएको यार। तर मेरो ख्यालमा यो अलिक ठुलो खोर्सानी चाहिँ पिरो हुँदैन होला क्या, नुन सोया त जहिले पनि हो हैन। अब्बै हैन, खोर्सानीको त गन्ध मात्रै होला हो, त्यो खाँदैन यार यो। तर तेल चाहिँ किन यति धेरै हाल्यो यार। बुढा त टुप्लो गयो साथीहरु। ल भिडियो मन पऱ्यो लाइक शेयर गर्नु है साथीहरु। खाने बेलामा जहिले पनि उपस्थिति नै हो उसको बुढा त। हस्त नमस्कार जेनी पाठक।